नेपालको गोर्खा जिल्लाको सुलीकोट गाउँपालिका ओडा नम्बर 5 जराङ आफैमा प्राकृतिक सुन्दरता र भौगोलिक तथा सांस्कृतिक विविधताले पूर्ण भए तापनि देशमा भएको 10 वर्षे गृहयुद्ध, वर्गीय असमानता लगायत विभिन्न सामाजिक विभेदजन्य कुराहरूको कारण पछाडि परेर अब बिस्तारै सामाजिक परिवर्तनको लागि अग्रसर हुँदै गरेको एउटा सुन्दर गाउँ हो। स्थानीय समाजसेवी तथा विद्यालय शिक्षक श्री धन बहादुर सुर्खेतीका अनुसार अधिकांश नेपालको पहाडी गाउँ बस्तीहरूमा जस्तै विगत दिनहरूमा यहाँका धेरै जसो बालबालिकाहरूमा पनि स्कुल अध्ययनको स्तर तथा व्यक्तिगत अनुशासन जस्ता कुराहरूमा त्यति सन्तोषजनक स्थिति बुचिया थिएन। खेल्ने अनि त्यस्तै गरेर अब सङ्गत अलि नराम्रो प्रकारको थियो। अब त्यसलाई चाहिँ जुन एउटा अब बालिकालाई चाहिँ अब जुन एउटा यहाँ ल्याएर कसरी अनुशासित तुल्याउने भन्ने कुरा चाहिँ ममा चाहिँ एक प्रकारको जुन एउटा चिन्ता चाहिँ बढिराखेको थियो। एक दिन बाल बालिकाहरूप्रति चासो राख्ने उनै समाजसेवी तथा विद्यालय शिक्षक श्री धन बहादुर सुर्खेतीज्यूले बाल बालिकाहरूको व्यक्तिगत अनुशासन लगायत सर्वाङ्गीण विकासको निम्ति अवाना क्लबसँग सहकार्य गर्न सकिने कुरा थाहा पाउनुभयो र तत्कालै यस विषयमा आवश्यक सम्पर्क तथा पहल गरी आफ्नो समुदायमा पनि अवाना क्लबको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनु भयो। सुरुवाती दिनहरूमा बालबालिकाहरू त अवाना कक्षामा सहभागी हुन उत्साहित नै थिए, तर पनि कतिपय अभिभावकहरूमा भने यसप्रति त्यति साह्रो चासो थिएन। बरु उक्त समयमा घरायसी कामहरूमा नै नानीहरूले सघाउन् भन्ने चाहना पनि आफैमा स्वाभाविक नै थियो। बाल बालिकाहरू प्रत्येक शनिबार बिहान 2 घण्टाको समयमा आफ्नो उमेर समूहमा बसेर सिक्ने, केही समय खेल तथा अन्य क्रियाकलापहरूको माध्यमबाट पनि मनोरञ्जन साथै थप अनुशासन र सामूहिक सहकार्य जस्ता कुराहरूको बारेमा सिक्ने गर्दछन्। जब बाल बालिकाहरू अवाना कक्षामा सहभागी हुन थाले, केही हप्तामा नै उनीहरूको व्यक्तिगत जीवनमा परेको सकारात्मक प्रभावहरू परिवार तथा अभिभावकहरूले महसुस गर्न थाले। विशेष गरी उनीहरूको बोल्ने शैली, व्यक्तिगत अनुशासन लगायत नैतिक शिक्षाका कुराहरूमा परिवर्तन देखिन थाले। त्यसपछि बालबालिकाहरूको जीवनमा आएको यो परिवर्तन उनीहरूको अध्ययनमा र बिस्तारै यसको प्रत्यक्ष प्रभाव उनीहरूको विद्यालयको नतिजाहरूमा पनि देखिन थाल्यो। महसुस मैले गरेँ र धेरै हाम्रो जुन एउटा अभिभावकहरूले पनि त्यो कुरा महसुस गर्नुभएको छ। किनभने यो परिवर्तन वास्तवमै साँच्चै नै सजिलो तरिकाले थप्पड लगाएर अनि त्यस पछाडि लौरो हानेर भएको थिएन र त्यो एक प्रकारको जुन एउटा शिक्षा प्राप्त भयो र त्यो शिक्षाले साँच्चै नै अहिले एउटा जगको रूपमा काम गर्यो र विद्यालयमा पनि गएर जुन एउटा अतिरिक्त क्रियाकलापमा फलानुले चाहिँ जुन एउटा फर्स्ट भयो, फलानु सेकेन्ड भयो, अतिरिक्त क्रियाकलापमा पनि राम्रो देखियो भन्ने खालको जुन एउटा कुराहरू आयो। त्यही बच्चाहरूले पनि यहाँ आएर पनि उनीहरूले राम्रो बोली वचनहरू सिकेका छन्, अरूलाई पनि तपाईँ भन्न सिकेका छन्। उनीहरू अवाना कक्षामा सहभागी हुने केही बाल बालिकाहरू अध्ययन गर्ने मध्येको एक विद्यालय श्री गण्डकी आदर्श प्राविका प्रधानाध्यापक श्री दयाराम भट्ट साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विश्वराम राईमाझी ज्यूले पनि अवाना क्लबको कार्यक्रममा सहभागी बाल बालिकाहरूको जीवनमा सकारात्मक प्रभाव देखिएको कुरा साँचो भएको बताउनुभयो। अब फर्स्ट सेकेन्ड अनुशासित उत्तम हैन, त्यो संस्थाबाट त्यो ठाउँबाट आउनु जति सबै पोजिटिभ भनौँ न। जुन आवाना क्लबमा जाने बालबालिकाहरूको
केही आचरणमा सुधार भएको चाहिँ हामीले महसुस गरेका छौँ। भनिन्छ समाज रूपान्तरण तथा निर्माणको लागि त्यस समाजमा भएका सदस्यहरूको सोच र आचरण रूपान्तरण नै आधारभूत आवश्यकता हो र आजका बालबालिकाहरूको जीवनमा आएको परिवर्तन नै भोलिको रूपान्तरित समाज हो। यसरी मात्र व्यक्ति, परिवार र समाज हुँदै एक दिन सिङ्गो देश समृद्धिको बाटोमा अघि बढ्ने आशा गर्न सक्छौँ र उक्त समृद्धिको गोरेटो निर्माणमा अवाना क्लब पनि आफ्नो स्थानबाट निरन्तर सहभागी भइरहेको छ।